जय श्री राधे राधे। जय राधे राधे। हजुर आज गर्ने कोट्यम महागीमा हजुरको आगमन साथमा हजुरको प्रस्तुति र यो कोट्यमको दर्शन पनि गर्ने अवसर प्राप्त गर्नुभयो। यो कोट्यम महागीको दर्शन गर्दा हजुरलाई कस्तो अनुभूत भयो त्यो अनुभव सेयर गरिदिनु न हामीलाई। मन आनन्दित भयो। हजुर मनमा एक किसिमको छुट्टै किसिमको ऊर्जा प्राप्त भयो, नयाँ अनुभव पनि भयो। हजुर म यस्ता धार्मिक कार्यक्रमहरूमा अलिक कम उपस्थित रहन्छ मेरो, तर यसपटकको उपस्थिति चाहिँ एकदम सम्झना लायक भयो। हजुर अब धेरै कथाहरू हाम्रो कथावाचकहरूले वाचन गर्नुभयो, त्यो सुनियो, भजनहरू कीर्तनहरू र धेरै चाहिँ मलाई माया गर्ने आमा बुवा दिदीबहिनीहरू सबैसँग चाहिँ भेटघाट गर्न पाइयो। यसले गर्दाखेरि एकदम खुसी लाग्यो। यो कोटियममा अब अलिकति दुःख गरेर आएको, आज बन्दको दिन पनि धेरै चाहिँ दुःखका बावजुद छुट्टै किसिमको एउटा सुखानुभूति चाहिँ प्राप्त गर्न पाइयो। हजुर तपाईँ आएपछि यो पुण्यभूमिबाट जुन एक स्थलबाट आम भक्तजनहरूलाई के आग्रह गर्न चाहनुहुन्छ? सबैजना आउनु होला। यो सबभन्दा ठुलो खुसी भनेको आत्मसन्तुष्टि हो। तपाईँको आत्मालाई खुसी बनाउनको लागि, तपाईँको आत्मालाई सन्तुष्ट बनाउनको लागि यो यज्ञमा आएर यहाँ कथाहरू सुन्ने, यहाँको चाहिँ माहौलमा तपाईँहरू आफूलाई चाहिँ समर्पण गर्नुभयो भने छुट्टै किसिमको आनन्द आउँछ। तपाईँहरू सबैजना आउनु होला। धन्यवाद। थ्याङ्क यू।